दुईजना कि तीनजना तीनजनाले नै गर्ने हो चेन्ज प्याराग्लाइडिङ हान्न हिँड्यो बिहानै चट्टा लाएर कफी सफी खाएन कफी हाम्रो अब रेडी टु फ्लाइ ल आइपुग्यौँ होइन दाइ कस्तो भइरहेको तँलाई मजा आइरहेको छ हल्का डर पनि लागिरहेछ हिजोको चिसो धुलोले साउन्ड चेन्ज भएर अब हामी पनि चट्टा लाएर के हुन्छ मिलाएर त्यस्तै बसेर उठ्छौँ हामी सरर बाबा प्याराग्लाइडिङ हान्ने रेडी भइसक्यो कस्तो भइरहेको त मजा आइरहेको मजा आइरहेको त्यस्तो धेरै स्केरी त रहेन छ चट्ट कुद्ने त्यहाँबाट हाम फाल्ने द्याट्स इट अनि उडिहाल्ने होइन ब्रदर हामी लास्ट माथि जानुपर्छ है आकाश सुन्यो कि ऊ त बादललाई छेर्नु पर्छ अहिले जसरी म त हल्का चाहिँ छेर्छु होला अरे खै भन्नुहुन्छ डराएको त छैन अस्ट्रेलियाको फिलिङ सक्यौँ नेपालको ल I'm ready to fly. उड्दिनु पर्यो आकाशतिर ओ गाइज दाइ उड्दैछ अब कन्डिसन चाहिँ यस्तो छ चट्टा हलाएपछि उड्दिहाल्छ अनि त्यसपछि हाम्रो पालो हामी चाहिँ रेडी भएर बस्छौँ हाम्रो पाइलट यहाँ हुनुहुन्छ मेरो पाइलट चट्टा लाएर अब माथि माथि उडेर हेर्नुपर्छ है मेरो भ्लगमा नि उडेर हेर्ने दिन आउँदैछ बिस्तारै बिस्तारै अयो लस्सी मासतिर आकाशतिर सही भयो दामी मिठो रिङ्गाटै लाग्यो यार ल भाइ बाइ 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 सी यू हामी चाहिँ तपाईको छैन के रे भाइ हामी चाहिँ अब त्यो प्याराग्लाइडिङ चट्टा हानेर तपाईको छैन उता जाँदैछौँ घान्द्रुक निस्केको घान्द्रुक हिजोदेखि जाने भनेको हिजो बाइकहरू यताउति बिग्रेर बनाएर सर्भिसिङ गरेर हड हामी घान्द्रुकतिर लाग्दैछौँ अहिलेको लागि राइडमा सन्तोष खड्का हुनुहुन्छ भने
भन्नुपर्छ त यस्तोमा अहिले लट्यो भने जिउ त भिज्छ तल खुट्टा हेर फेरि कहाँ ल्याउँछ ल्याउन छ लट्यो देखि मैले अनि अब तल खुट्टा माथि नि मैले गर भन्नुपर्ने लड्यो भने जिउ त भिज्छ के गरेको रमाइलो एउटा ठाउँलाई हाम्रो भिडियोदेखि आउने भनेको आमा यत्रो खोला हाल्यो के हो गाइस खोला हाल्यो के हो चट अब हिमाल हेर्नु त ध्यान टडन टुस 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 वाउ भोलि बिहान यस्तो दामी भ्लग हाल्छु कि घामरुको मात्र हाल्छु भोलि चाहिँ चट्ट लाएर दामीवाला र त्यस्तै रमाइलो सही रहेछ पारिवार त क्या पुरानो घरहरू के हो यो सन्तोष यहाँतिर दामी दामी रहेछ अड्का भए तँलाई केही भयो भएन मलाई त म पहिले खुट्टु रहेछ अनि थाम्नु पर्छ नि त मैले थाम्न सक्दैन अनि थाहा नि तँलाई उसले बुलो थाम्नु सक्छ बुलो थाम्न नसकेकै थाम्न सकिन्छ त हान्दै भयो म लड्दिनँ थिएँ यसलाई बचाएँ नि मैले यसलाई यहीँ लड्यो नि हामी कस्तो कुना तेर्सो होइन कि यो तेर्सो अब यस्तो ठाडो नि ठाडै गर्दा चाहिँ बस केटा बस किन जान्थ्यो मुर्गी हुँदैन भएर बस त्यो दाइले हालिहाल्छ नि यहाँ मासतिर हो तलतिर गयो भने चाहिँ कता पुग्छ है यहाँ रहेछ नि त गाउँ बजार पनि आइपुग्यो ल आउने बित्तिकै यस्तो दामी घोडा छैन हाल्छ खुट्टा पानीमा अनि त परिहाल्छ नि त नि हो भने मैले मेरो खुट्टा परेको नि त खै म त लेकतिर पो छु माया भन्छ अयो
बस पाइन्छ हजुर भन्दै जाने ल चट्ट आइपुग्यो हामी कता यतापट्टि हो बाटैमा छ भनेको थियो हजुर गैरी गाउँतिर जानुपर्ने थियो यही हो हामीले फोन गरेको थियौँ नि तलबाट 6 जना छौँ भनेर पार्किङबाट हजुर धन्यवाद हजुर यहाँ आइपुगिसक्यो नम्बर के ल आइपुग्यो है हामी आइपुग्यो काठमाडौँ होइन हुन्छ यो घरले छ यहाँ त उयो त पनि छ नि देख्छु नि आँगनबाट हिमाल चाहिँ नदेखिन्छ त्यहाँबाट देख्छ हामी चाहिँ घान्द्रुक आइपुग्यो होइन मिठो चौरीको चियाको दुध खाँदैछौँ हाम्रो यहाँनिर चाहिँ मेन भ्लगर दाइ चाहिँ यहाँ है हाम्रो दादा यहाँ अर्को मेन दादा भइहाल्यो होइन यहाँको त यो चाहिँ डन कहाँ छौँ हामी कुन ब्लग हो हाम्रो यो चापागाई ब्लग हामी कतिजना छौँ हामी कति 6 जना यो कहाँसम्म टुर बताइदिनुहोस् ल यो 2 दिन हटेर हिँड्यो आज 4-5 दिन भइसक्यो भोलिलाई नि बनिसक्यो तिम्रो अनुहार त ठ्याक्कै जाडो छ होइन अब यहाँबाट जाडो छ यहाँबाट अब मनाङ जाने सल्लाह छ सल्लाह मिल्यो भने मनाङ गइन्छ नत्र घर गइन्छ बाँकी अर्को पार्टमा होइन यही पार्टमा हो गीत पनि गान हो है सल्लाह चिमल बाको आँखा नि ल गा सन्तोष गा जा स्पिकरले जाँदा तिनीहरू लेट भयो भने हो ल होइन उपारी मेरो घर होइन उपारी बोलो भने मुखैमा सुपारी भयो सानो मायालाई बाटैमा भेट भयो सानो मायालाई बाटैमा हेलो एभ्रिवान सो हामी चाहिँ घान्द्रुक यहाँ चाहिँ रोदीको लागि हामी रेडी भइरहेछौँ यता चाहिँ गुरुङहरू मगरहरू ड्रेस लगाएर बिचमा स्टेज Alright, we'll see you in a minute.
सबजनाको हाम्रो कस्तो बिल भयो? ए दामी भयो आजको त ल ल हामी चाहिँ अब खानाको लागि कस्तो भयो सुभाष? ए बबाल भयो नि बबाल भयो नि त ल यो हो नि त इन्जोय हेर्नु होइन त रोदी है मगरहरुसँग ल घान्द्रुकको रमाइलो चाहिँ यही हो के बेस्ट चाहिँ यही हो के गुरुङ डान्स गुरुङ दौरी पनि सिक्यो। अब हामी खाना खाँदैछौँ। खाना खाएपछि चट्ट लाएर सुत्नुपर्छ। आज अलि छिटै सुत्नुपर्छ। भिडियो एडिट गरेर सिधै लग यहाँ भाले काट्न दिएको थियो। चट्ट भाले मासु चट्ट हानेर होइन आजलाई त्यसै गरौँ हेर्दै गर्नु। आमा के हो यो? ओ यार भालेको खुट्टा है के हो रे यो? हजुर डायमन्ड कता राख्नु भयो है? ल हेर्दै गर्नु। आजको लागि यति नै भन्दै बिदा हुन्छु। सी यू टुमोरो। बाई बाई।